वेलकम गाइड्स, यो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। आज म नेपाल र यो बिच भइरहेको शानदार म्याचको एनालाइसिस गर्दैछु। म्याचलाई सुरुदेखि अन्तिमसम्म निहालेर हेर्दा भरपुर मजा आएको थियो। नेपालले फेरि पनि काडी क्रिज म्याच खेलेको थियो। मुटु नै ढुकढुक ढुकढुक थमाएको थियो। अन्तिम ओभरसम्म, अन्तिम बलसम्म नेपालको हार हुन्छ या जित हुन्छ थाहा नै थिएन। त्यो अन्तिम ओभरको बललाई सम्झिँदा मुटु नै थकामेर आउँछ। अन्तिम ओभरको लास्ट बलमा नन्दन यादवले बलिङ गर्दाखेरि डट बल राखेपछि मात्रै मन हल्का भयो। यही विरुद्ध नेपालले आफ्नो टिममा स्क्वाडमा केही खेलाडीहरू फेरबदल गरेका थिए। विनोद भण्डारी जस्तो सिनियर प्लेयरहरू 4 वर्षपछि कमब्याक गरेका थिएन भने एउटा नयाँ युवा ब्याट्सम्यान अरुण कुमारलाई डेब्यु गराएका थिए। यही र नेपाल विरुद्धको खेल सधैँ रोमाञ्चक हुन्छ। कसको हार या कसको जित हुन्छ सो थाहा नै हुन्न। अन्तिम बल नभएसम्म एकदम रोमाञ्चक हुन्छ यो डिभिजन गेम चाहिँ। ओडिआई होस् या T20 होस्, यही र नेपाल बिचको गेम चाहिँ हेर्नलाई एकदम आनन्द र भरपुर मजा आउँछ। अझ विनोद भण्डारी 4 वर्षपछिको कमब्याक खेलमा आफ्नो अर्धशतक पारी गरेका थिए भने आज दिपेन्द्र सिंह ऐरीले आफ्नो शतक प्रहार गरेका थिए। ओडिआईमा दिपेन्द्र सिंह ऐरीको यो दोस्रो पटकको शतक हो। युए र नेपाल बिचको यो एक दिवसीय गेम यो 19औं म्याच हो जसमा नेपालले 11 पटक जित्न सफल भएको छ भने युएले 8 पटक जित हासिल गरेको छ। ओपनिङमा आएको अर्जुन कुमारले 11 रन, भीम सार्की 0, दिपेन्द्र सिंह ऐरी शतक प्रहार गरेका थिए, भूषण जाली 44 रनको इनिङ खेलेका थिए, विनोद भण्डारी 56 रनको इनिङ गरेका थिए, रोहित कुमार पौडेल 39 रनको इनिङ खेलेका थिए, हरिश शेख 11 रनको इनिङ खेलेका थिए। यो जितसँगै नेपालले आफ्नो अङ्क तालिकामा नम्बर जोडेको छ। 23 खेलमा 7 म्याच जित्दै नेपाल 2 म्याच चाहिँ ड्र भएको छ भने नम्बर अङ्क चाहिँ 16 भएको छ। 16 अङ्कसहित नेपाल 7औं स्थानमा यथावत नै छ। यो विरुद्धको खेलमा नेपालले केही इतिहासहरू रचेको छ। सन्दीप लामिछानेले आफ्नो करियरको 100 विकेट पुरा गरेको छ। ओडिआई फर्मेटमा 100 विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी सन्दीप लामिछाने बनेका छन्। उनी नेपालको मात्रै 100 विकेट पुर्याउने खेलाडी होइनन्, एसोसिएट राष्ट्रहरूको सबैभन्दा 100 विकेट पुर्याउने पहिलो खेलाडी हुन्। अहिलेसम्म कसैले पनि 100 विकेट पुर्याएको छैन एसोसिएट राष्ट्रहरूमध्ये।